ढुक्कले साथीहरू विकास निर्माणका काममा जुट्नुहोस्, मेरो आग्रह छ। एउटा गीत छ नि, नलागेपछि हल्लाइको भन्ने। प्रकाश मान्छेले पनि अघि भन्नुभयो नलागेपछि हल्लाइको भनेर। सबै त दिदीबहिनीहरूले गाउनुहुन्छ, मैले यति मात्र गर्ने कि नलागेपछि हल्लाइको। हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन। हामीले हाम्रो देश विकसित बनाउने हामीले नै हो। यस देशलाई सुशासनयुक्त बनाउने हामीले हो। र मैले सधैँ भन्ने गरेको छु, नेपाललाई एउटा समृद्ध देश बनाउनु पर्दछ र नेपाली जनता, सबै नेपाली जनतालाई सुखी बनाउनु पर्छ। हाम्रो गन्तव्य त्यही हो। त्योभन्दा सुखी गन्तव्य अर्को केही, त्योभन्दा परिष्कृत परिमार्जित गन्तव्य यो त धेरै ठुलो औषधि सानो क्याप्सुलमा राखे जस्तै। समृद्ध नेपाल, सुखी नेपाली, यसले यसभित्र धेरै कुरा छन्, धेरै कुरा हटाउँछ।